नमस्कार। जलविद्युत क्षेत्रमा लगानीको एउटा नयाँ अवसर फेरि आएको छ। कालिन्चोक हाइड्रो पावर लिमिटेडले आफ्नो नयाँ आइपिओ ल्याउँदैछ। आउनुहोस्, यो अवसर लगानीकर्ताका लागि कतिको उपयुक्त छ, आजको यस विश्लेषणमा अलिक गहिराईमा पुगेर हेरौँ। स्क्रिनमा देखिएको यो प्रश्नले नै सोच्न बाध्य बनाउँछ, होइन त? साँच्चै के यो नयाँ लगानीको अवसरका लागि तयार हुने बेला भएकै हो? ल, यसको हरेक पाटोलाई एक एक गरेर केलाउन त। ल, मुख्य खबर यही हो। कालिन्चोक हाइड्रो पावरले आउँदो फागुन 13 गतेदेखि आफ्नो आइपिओको पहिलो चरण खोल्दैछ र यो चरण विशेष गरी दुई समूहमा केन्द्रित छ। एक, आयोजनाले असर पारेका स्थानीय बासिन्दाहरू र दुई, विदेशमा रहेर देशको अर्थतन्त्रलाई बलियो बनाइरहेका नेपालीहरू। आजको हाम्रो चर्चामा हामी यो आइपिओका सबै पक्षलाई हेर्नेछौँ। यो प्रस्ताव के हो, को यसमा सहभागी हुन पाउँछन्, आवेदन दिने प्रक्रिया र मितिहरू के हुन्, कम्पनीको वित्तीय अवस्था कस्तो छ र सबैभन्दा महत्त्वपूर्ण, लगानी गर्दाको जोखिम र सम्भावित प्रतिफल कस्तो देखिन्छ, सबै कुरामा छलफल गर्नेछौँ। ल, सुरु गरौँ पहिलो खण्डबाट। कालिन्चोक हाइड्रो पावरले लगानीकर्तालाई वास्तवमा के प्रस्ताव गरिरहेको छ त? यसलाई अलि सरल तरिकाले बुझौँ। ओके, आधारभूत कुराहरू हेरौँ है त। कम्पनीको नाम भयो कालिन्चोक हाइड्रो पावर लिमिटेड अनि प्रति किता सेयरको मूल्य 100 रुपियाँ नै छ सधैँझैँ। न्यूनतम 10 किता र बढीमा 10,000 कितासम्मका लागि आवेदन दिन सकिनेछ र यो सबै प्रक्रियाको जिम्मा लिएको छ आरबीबी मर्चेन्ट ब्याङ्किङले। अब लागौँ सबैभन्दा धेरैको चासोको विषयमा। आखिर कसले आवेदन दिन पाउँछ त? यो दोस्रो खण्डले यही कुरालाई प्रश्न पार्छ। यहाँ प्रष्टै दुई समूह छन्। पहिलो समूहमा दोलखा जिल्लाको बिगु नगरपालिकाको वडा नम्बर 8 र कालिन्चोक गाउँपालिकाको वडा नम्बर 1 र 2 का स्थानीय बासिन्दाहरू पर्नुहुन्छ। अनि दोस्रो समूहमा आधिकारिक श्रम स्वीकृति लिएर विदेशमा काम गरिरहेका र रेमिट्यान्स खाता भएका नेपाली नागरिकहरू। उहाँहरूका लागि सर्वसाधारणको कोटाबाट केही हिस्सा छुट्याइएको छ। शेयर बाँडफाँडको कुरा गर्दा आयोजना प्रभावित स्थानीयका लागि कुल 5,50,000 किता शेयर छुट्याइएको रहेछ। त्यस्तै विदेशमा कार्यरत नेपालीहरूका लागि चाहिँ सर्वसाधारणलाई छुट्याइने कोटाको 10% अर्थात् 82,500 किता शेयर आरक्षित गरिएको छ। ओके, कसले भर्न पाउने त थाहा भयो। अब कसरी र कहिले भर्ने त? यो खण्ड त्यसमै केन्द्रित छ। प्रक्रिया र मितिहरू एकदमै महत्त्वपूर्ण छन्। मितिहरूमा चाहिँ एकदमै ध्यान दिनुपर्छ है। आइपिओ फागुन 13 गते खुल्दैछ। विदेशमा रहेका लगानीकर्ताका लागि छिटोमा फागुन 17 र ढिलोमा फागुन 27 गते बन्द हुन्छ। अनि स्थानीय बासिन्दाहरूका लागि चाहिँ छिटोमा फागुन 27 र ढिलोमा चैत 13 गतेसम्म आवेदन दिने समय छ। स्थानीय बासिन्दाको लागि प्रक्रिया अलि पुरानै शैलीको छ। 2 रुपैयाँमा आवेदन फर्म लिएर त्यसलाई भरेर तोकिएका सङ्कलन केन्द्रहरूमा बुझाउनुपर्छ। यी केन्द्रहरूमा आरबीबी मर्चेन्ट ब्याङ्किङ, कम्पनीके कार्यालय र केही तोकिएका ब्याङ्कका शाखाहरू पर्छन्। तर विदेशमा हुनेहरूका लागि भने प्रक्रिया एकदमै सजिलो र आधुनिक छ। सी-आस्बा प्रणाली मार्फत, मतलब आस्बा स्वीकृत ब्याङ्कहरू वा मेरो शेयर सफ्टवेयरबाटै अनलाइन आवेदन दिन सकिन्छ। एकदमै सरल। अब लगानीको निर्णय लिनुअघि कम्पनीको स्वास्थ्य कस्तो छ भनेर हेर्नै पर्छ। मतलब नम्बरहरूले के भन्छन् त? यो खण्डमा हामी तथ्याङ्कमा अलि गहिरिएर हेर्नेछौँ। यो 5 मेगावाट क्षमताको साङ्गुखोला जलविद्युत आयोजना हो र यसको कुल लागत हेरोस् त 1 अर्ब 20 करोड रुपैयाँ रहेको छ। अब यो कुल लागतलाई प्रति मेगावाटमा तोडेर हेर्दा लगभग 24 करोड 14 लाख रुपियाँ पर्न आउँछ। यो नम्बर किन महत्त्वपूर्ण छ भने यसले अरू आयोजनाहरूसँग दाज्न सजिलो बनाउँछ कि यो महँगो हो कि सस्तो भनेर एउटा अनुमान लगाउन सकिन्छ। लगानीकर्ताका लागि अर्को एउटा राम्रो कुरा के छ भने यो आयोजनाको विद्युत उत्पादन लाइसेन्स अझै 29 वर्ष 5 महिना बाँकी छ। मतलब लामो समयसम्म आम्दानीको सम्भावना देखिन्छ, जुन एउटा सकारात्मक पक्ष हो। ल, अब सबैभन्दा महत्त्वपूर्ण खण्डमा आइपुग्यौँ, रिस्क र रिटर्न। आखिर कुनै पनि लगानी गर्नुअघि यी दुई कुरालाई त नापतोल गर्नै पर्यो। कम्पनीको क्रेडिट रेटिङ छ केयर एनपी BB इस्युअर रेटिङ। अब यो भनेको के हो त? सीधा भाषामा भन्दा यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा एभरेज लेभलको जोखिम छ भन्ने देखाउँछ। मतलब न एकदमै सुरक्षित न साह्रै जोखिमपूर्ण। अब आउँछ मुख्य कुरा,
लगानी गरेको पैसा फिर्ता आउन कति समय लाग्छ त? सामान्य हिसाबले हेर्दा लगानी फिर्ता हुन 9.25 वर्ष जति लाग्छ। तर समयसँगै पैसाको मूल्य घट्छ भन्ने कुरालाई पनि हिसाबमा राख्दा, जसलाई डिस्काउन्टेड पेब्याक पिरियड भनिन्छ, लगानी फिर्ता हुन 15.5 वर्षभन्दा बढी लाग्ने देखिन्छ। यो चाहिँ अलि बढी यथार्थपरक आकलन हो। ल त हामीले कालिन्चोक हाइड्रोको आइपिओलाई लगभग सबै कोणबाट हेर्यौं। अब प्रश्न आउँछ, के यो लगानीको अवसर आफ्नो लागि ठिक छ त? के 15 वर्षसम्मको पेब्याक पिरियड र एभरेज रिस्क व्यक्तिगत लगानी योजनासँग मेल खान्छ? यी कुराहरूमा विचार गरेर मात्रै निर्णय लिनु बुद्धिमानी हुन्छ।